यो चाहिँ नाइटको भ्यू हो दमकको टक्कसँगले तपाईले देख्न सक्नुहुन्छ। हेलो गाइज, सर्वप्रथम चाहिँ म तपाईहरुलाई मेरो भ्लगमा स्वागत गर्न चाहन्छु। अनि अहिले चाहिँ रातिको कति बज्यो टाइम हेरेर त रातिको लगभग भनेको 11 बजिसकेको छ। अनि अहिले चाहिँ किन म भिडियो गरिरहेको छु भन्दाखेरि चाहिँ आज चाहिँ लास्ट भ्लग हो विथ समीर। समीर यता हेर्देऊ त, किन लास्ट भ्लग हो भन्देऊ त। किनभने म भोलि अलिकति मजाले यता, किनभने म भोलि जाँदैछु नि त, त्यही भएर। कहाँ जाँदैछौ? राजधानी केटीएम सिटी कि बालेन सिटी? बालेन सिटी। केपीओले मार्ला नि, झापा बसेर बालेन सिटी न। अब चाहिँ हामी चाहिँ के गर्न आँटेको त यति बेला भने चाहिँ भ्लग किन बनाउँदैछौँ त समीर, देखाइदेऊ त। यहाँनिर छ हामीसँग टक्कसँगले फुर्ती ए रम्पम हामीसँग त फुर्ती भनेको त रम्पम पो रहेछ। यहाँ हेर न, रम्पम नै लेखेको छ नि। यो निकाल त, यो सिन्का निकाल त। ए रम्पम लेखेको छ। अनि यो त स्क्याम भयो कि क्या हो। एन्ड यो दुईजनाको लागि एकवटा फ्रुटी। त्यसपछि चाहिँ हामीसँग करेन्ट लेखेको छ। यहाँनिर पनि त्यही लेखेको छ। इङ्ग्लिसमा पनि लेखेको रहेछ नि त, म चाहिँ कोरियन मात्रै पढ्दै थिएँ यार। इङ्ग्लिसमा पनि लेखेको रहेछ नि त, म चाहिँ कोरियन मात्रै पढ्दै थिएँ यार। अनि अहिले चाहिँ हामी करेन्ट बनाएर खान लागेको। हेर्दै जानु है त हामी कसरी करेन्ट चाउचाउ बनाउँछौँ। ओके गाइस, साथीले बनाउँदैछ। म चाहिँ आजको अन्तिम फाइनल क्यामेराम्यान मेरो साथीको च्यानलमा। अच्छा, आजसम्म जतिवटा भिडियो देख्नुभयो, एउटा भिडियोमा त छुइनँ होला। लगभग कति, एउटा त भ्लग भन्ने होइन, दुईटा म आएपछि दुईटा बनाइयो। एउटा पौडी खेल्न गयो, एउटा त झगडा परेको दिन। ए लगभग दुईटा भ्लग चाहिँ बन्यो। मेरो पनि काम दे कुदै साथीभाइ भेट्न यताउति मामल त्यस्तै भयो गाइस। अनि यता चाहिँ हाम्रो कुकिङमा हुनुहुन्छ। ग्यास चाहिँ बलो देख्न सक्नुहुन्छ। ल आधी मात्र बलो, हेर्नु न गाइस कस्तो खाले ग्यास दिनु पर्ने हुन्छ। सुरुमा चाहिँ हामीले चाउचाउ बनाउनलाई चाहिँ पानी हामीले गर्नुपर्ने हुन्छ स्वाद अनुसार। अच्छा, त्यसपछि यसरी कराई बसाल्नुपर्छ। ए दिउरे तपाईँहरू जुन भाँडा छ त्यही बसाउनु पर्ने हुन्छ। त्यसपछि चाहिँ यता क्यामेराम्यान सर चाउचाउलाई चाहिँ हामीले यो भागमा पकाएर चाहिँ हामीले खेल्ने भागमा पकाएर यसरी खोल्नु पर्ने हुन्छ। मसलालाई बाहिर राखेर चाहिँ, किन मसलालाई चाहिँ बाहिर राखेको? यो मसलालाई चाहिँ हामीले किन बाहिर राख्नुपर्छ भने यसलाई भरे अन्तिममा हाल्नको लागि। यसलाई सुरुमा हाल्यो भने चाहिँ यहाँ 2x स्पाइसी लेखेको छ नि। हजुर, यसले चाहिँ पिरो, स्पाइसी भनेको चाहिँ पिरो। नेपालीमा चाहिँ पिरोलाई स्पाइसी भन्छ। स्पाइसीलाई पिरो भन्छ। अब म यसलाई म बोइल गर्छु। बोइल गरेर यसमा नहाल्छु है त गाइस। तपाईँहरूले हाम्रो भ्लगरको नाटक देख्न सक्नुहुन्छ। अब यो भनेको चाहिँ यतिखेर राति रम्पम फ्रिजमा हाल न। ए रम्पम म चाहिँ बाहिर निस्केँ होइन गाइस। के गर्छ हाम्रो भ्लगर साथी त। फ्रिजमा हालेको डिपमै हाल न। त्यहाँ मैले दुईटा पानीको कोक राखेको छु है, तर सेतो कोक। त्यो ट्रान्सपरेन्ट कलरमा। हजुर, त्यो कालै थियो कि त्यो जमेर सेतो भयो। आइस भएर आइस त सेतो हुन्छ। यस्तै छ है अब हाम्रो। सरी गाइस, सरी है, सरी। सो अब के भन्दैौ न त आज
अब चाहिँ तपाईँहरूले यदि कोही नयाँले मेरो च्यानल हेर्दै हुनुहुन्छ भने प्लिज 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 डु सब्सक्राइब मेरो च्यानललाई अनि किप सपोर्टिङ एन्ड लाइक कमेन्ट जे सक्नुहुन्छ आफ्नो मनदेखि गर्नु होला। म तपाईँहरूको लागि भिडियो राम्रो राम्रो भिडियो ल्याउने कोसिस गर्छु। चाउचाउ प्लेटमा राखेर हातमा राखेर भन न। चाउचाउ मैले हातमा राखिसकेको छु। सबैले भनेअनुसार यो चाउचाउ हो, यसलाई हामी अब पकाउने हो। हामी राति यतिखेर किन पकाउँछौँ? हामीलाई भ्लग बनाउनको लागि यो पनि एक प्रकारको कन्टेन्ट हो, किनभने अघि भर्खर हामीले भात त खाइसकेको र पनि तपाईँहरूको लागि हामी पेट ठुलो बनाउने तयार। तिमीले मासु थियो भने सुँगुरको मासु थियो यार। थियो मासु थियो तर उब्रेन रहेछ। मैले उब्राएर तिम्रो भएको 2 पिस राख भनेको होइन। यहाँ के छ हेर त? छैन मासु हेर त। मासु भन्दा चाउचाउ साउचाउ फालिन्छ। ला सरी गाइस। एकदम राम्रो सरप्राइज है हाम्रो ब्लगर साथीलाई। मलाई थाहा थिएन नि त गाइस। सो यति नै हो। अब एकछिनमा यी मसला ससला हालिसकेको छ। मैले देखाउन बिर्छु, सरी गाइस। त्यही त अब मसला ससला हाल्दैछ। अब एकछिनमा गाइस। ओके टेक केयर। हेर्नुहोस् न गाइस उम्रेको क्या मजाले। ए अब चाहिँ सिङ्गल पार्ट हुँदैछ क्या। त्यही भएर त तातो पानीमा हालेको त, चिसो पानीमा हालेर हुँदैन। हाम्रो चर्ती कला देख्न सक्नुहुन्छ गाइस। निन्द्रा लाग्दैछ र पनि अब निन्द्रा म त लाग्दैन अब निन्द्रा। अब त कहाँ लाग्छ पनि। फेरि भोलि बिहानै उठेर चाहिँ फेरि आफ्नो गन्तव्यतिर जान सक्यो। म त अब 10 वर्षसम्म सुत्दा नि भइहाल्छ। हाम्रो व्यावहारिक साथी चाहिँ यदि तपाईँहरूलाई फर्निचरको सामानहरू केही चाहिएमा चाहिँ कमेन्ट पनि गर्न सक्नुहुन्छ है। त्यसपछि म तपाईँहरूको समस्या अनुसारको समाधान लिएर आउँछु फर्निचरको विषयमा, अथवा फर्निसिङ एभ्रिथिङ आउट होम डेकोरेसन। तपाईँहरूलाई फुल फर्निसिङको बार नसुन्नुहोस्। ओके सो अब हाम्रो चाहिँ फाइनली होइन पाकिसकेको छ। अनि साथीले यहाँ देख्न सक्नुहुन्छ यस्तो भइसकेको छ। अब यसलाई चाहिँ म थालमा खनाउन गइरहेको छु। ला ओ माय गॉड, पानी झोल पनि खाने? कहाँ झोल फाल्ने हो त? झोल फाल्नु ल, झोल हामी नखाने। यस्तै हुन्छ। तिमी त मान्छे तर साइको रहेछौ यार। पकाउन आउँदैन अब गाइस। मान्छेलाई करेन्ट हेर झोल र छुट्याएर हाल्नुपर्ने थालमा। पानी सानै डङ्गे हाल्यो, घरि के गर्छ गाइस। म त यो मान्छेले करेन्ट बनाएको देख्दा वाक्क लागिसक्यो। अब भातको मार तारेर जस्तै मार तार्दैछु क्या। टेस्ट चाहिँ कस्तो हुन्छ गाइसहरू वहीँ त अब जसरी बनाए पनि टेस्ट चाहिँ मिठो बनाउँछ भन्ने आशा छ साथीमाथि आशा चाहिँ छ मलाई। ठिकै छ हेरौँ। लुक्स सुक्स त अब राम्रो। मसला ससला हाल न अब। त्यो होइन, मसला चाहिँ सुरुमा एउटा मसला चाहिँ हालिदिनु। पिरो सिरो चाहिँ हाल्नु ल। दुइटै हाल्नु सुरुमा एउटा चाहिँ हाल्नु। दुइटै हाल्न। पिरो हुन्छ नि त। त्यति लाग्दैन है। मरिन्छ त अनि। मरिँदैन हुन्छ। तिमी पनि मान्छे चाहिँ आज त्यति गर न। भोलिदेखि बरु म केही भन्नु। भोलि हस्पिटल जानु पर्यो। मेरो हात चाहिँ पिरो हुने भयो। अब मैले भन्छु ल, अनि यसको रङ हेर्नुपर्छ। उता जा। अर्को चम्ची गर्नु। पानी चाहिँ छ भन्नु। त्यो त अनि चुइहाल्छ अलिअलि त। रम्पम कहाँ छ हाम्रो? फ्रिजमा। रातो ओए हेर यसको मुखमा हेर न।
मकुरा ए म्याकुरा अझै जुम एकछिन पर्ख न ए के छ यसको मुखमा पर्ख फोकस गर्न देऊ न आम्मामा आएर भित्तीको मुखमा बाफ्रे कोही छिर्छौ यहाँ तर कस्तो तिमीले अलिक कस्तो होइन नि यो खाइहेर नि कस्तो छ रातो हेर्नु न गाइस रातो बनाउनु पनि हल्का सेतो सेतो भएछ त्यही पनि माफ गरिदिनु होला है साथीलाई बनाउन आउँदैन रहेछ बरु मै बनाउँथेँ यही हो बनाउने चोर चाहिँ गाइज अब चाहिँ हामी यहाँनिर हाम्रो रम्पम पनि आइसकेको छ टक्क यसलाई यो समीर खाऊ ल यो रम्पम म खान्छु अब यहाँ हामी चाहिँ बाहिर बसेको क्या तल चाहिँ गहिरो छ है राति देखिँदैन अब हामी चाहिँ रम्पम र चाउचाउ खान्छौँ रम्पम माने चाहिँ यो है फेरि चाउचाउवाला रम्पम होइन ओके गाइज अब हामी खान्छौँ है त ओके गाइज अब चाहिँ हामी खानु स्टार्ट गऱ्यौँ है त के भयो हामीले खाइसकेको छौँ है गाइज अब खाइसक्यौँ अब समीरले मस्काउँछ पर्ख है यहाँ हालिदिनु एकछिन म पानी बोक्छु ल हामीले चाहिँ खाइसकेको अब पिरो भयो यतिको पिरो भइहाल्छ नि होइन अब चाहिँ यहाँनिर अब समयले धुन्छ आजको भ्लग चाहिँ छोटो मिठो हुने हो त्यो फोहोरहरू छ अब सफा गर्नुपर्ने हुन्छ टक्कसँगले अब यहाँ फोहोरहरू सफा गर्छु ल गाइज म गाइज हामीले चाहिँ पकाउने खाने र माझ्ने सरसफाइ गर्ने सबै काम सकिसक्यौँ 11 बजेदेखि स्टार्ट गरेको ट्याक्कै 11:27 भएछ 27 मिनटमा चाहिँ हामीले अल टोटल काम सकिसकेको छौँ होइन के भएर यति छिटो बस्छौँ नि खै 27 घन्टामा चाहिँ हामीले 27 मिनटमा चाहिँ अहिले चाहिँ तलको भ्यू यस्तो छ है सब सुनसान छ सडकहरू अनि अब 27 मिनटमा एकचोटि जाने माथि एकचोटि घर आउनु न त अब एकचोटि योभन्दा नि अझै टप फ्लोर अहिले हामी कुन फ्लोर फर्स्ट सेकेन्ड फ्लोरमा छौँ अब हामी टप फ्लोरमा जाँदैछौँ थर्ड हो होइन तल्ला पो थर्ड त तर फ्लोर त सेकेन्ड हो नि त ग्राउन्ड फ्लोर भनेको ग्राउन्ड भइहाल्यो होइन त्यसपछि फर्स्ट फ्लोर यो के ठुलो बिल्डिङ भएर ग्राउन्ड भनेका आम्मा ल यहाँदेखि चाहिँ हामी स्टेयरदेखि चाहिँ चढ्नुपर्ने हुन्छ के भन्छ सिँढीलाई C.D ओके गाइज हामी चाहिँ माथि आउँदैछौँ है टक्क यो अलिक भ्लग छोटो हुन्छ कि जस्तो लाग्यो त्यही भएर मैले माथि पनि आएर अरू कुराहरू पनि जोड्न खोजेको यहाँनिर चाहिँ खानेपानीको ट्याङ्की राति भएर अलिकति क्वालिटीमा कमजोर हुनसक्छ यो भिडियो त्यसको लागि चाहिँ म सुरुमै क्षमा प्रार्थी छु खै कट्टु देखाउ त खै न खै खोज्छु छैन अब अहिले चाहिँ सबै यो चाहिँ पुरै यता दमक बजार हो यता सबै यो हाइवे छ यता यता यो चाहिँ नाइटको भ्यू हो दमकको टक्कसँगले तपाईँले देख्न सक्नुहुन्छ अहिले म अझै मजाले देखाउन चाहन्छु यो चाहिँ
हामी चाहिँ टप फ्लोरमा छौँ। तल चाहिँ यस्तो छ, यो हाम्रो साथीको घर हो होइन। यता यो चौबाटो छ, यहाँदेखि सिधै माथि गयो भने पर हाइवे निस्किन्छ। अहिले राति 11:30 बजेको सिन यस्तो छ। अब झर्ने हामी तल। सिन तपाईँहरूलाई मैले देखाइहालेँ कस्तो छ होइन। जरा त समीर आमामा राति भएर त यार पुरै ए यो कुखुरा लाने भोलि काठमाडौँ जाने कुखुरा यो रेडी छन्। नयाँ कपडा हालिदियो उसलाई। कतिवटा थुप्रै छन् कि क्या हो? यहाँ छ यसको ए लु तिमीले यो सामान लिएर जाने अब? खोइ मलाई त तिमीले लिएर जान सक्छौ जस्तो नै लागेको छैन यार। उता पुगेपछि अर्को मान्छे आउँछ नि त। ए रिसिभ गर्नलाई। ल ओके गाइज, अब चाहिँ हाम्रो काम पनि सबै सक्यो, खानपिनदेखि लिएर। र हाम्रो आज अन्तिम लास्ट भेट थियो, त्यही भएर मैले भ्लग बनाएको। र आजको भिडियो चाहिँ छोटो मिठो यस्तै भयो। सबैजनाले मेरो च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। नेक्स्ट भिडियोमा लिएर आउनेछु। मस्त बाई बाई।